यो च्यान्डा यहाँनिर चाहिँ हाम्रो बाउले बलपिपो रोपेको थियो धेरै वर्ष अगाडि। अहिले यस्तो जङ्गल भइरहेको छ। यो चाहिँ हो चौतारो। अहिले यस्तो छ, यसलाई अब हामी सरसफाइ गर्छौँ। अनि यो बरको बोट अलिक ठुलै छ। यो बरको बोट हो। उहाँ उभिने चाहिँ हाम्रो भीम काका, हाम्रो छिमेकी। अनि त्यहाँदेखि आएर यो अहिले नचिनिने भएको छ। यो चाहिँ पहिले राम्रो थियो। यो चौतारा, यो चौतारा। यहाँनिर यो बरको झ्याङ हो। यो बरको झ्याङ ठुलो भएको छ। अनि आज भोलि यहाँनिर पूजा लाउनु पर्ने छ। अनि यो नराम्रो भएपछि यहाँ मान्छेले भारी बिसाउनु पनि छोडिसक्यो। यसलाई सरसफाइ गर्छौँ। अब यस्तो छ। ठुलो दाजु छौँ, माल दाजु छौँ, म छु। अनि अहिले भीम काका हुनुहुन्छ। अनि अब यसको रूप अहिले यस्तो छ। अब यो बनाइसकेपछि फेरि हामी राम्रो बनाउँछौँ। अहिले चाहिँ यस्तो छ। म यस्तो भेषमा छु।